साथीहरु मङमालुङको भ्यू यस्तो छ चियाबारी चाहिँ यस्तो रहेछ अस्ति आउनु पाइन यहाँ बस्ने ठाउँहरु पनि रहेछ बाइक त्यहाँ भान्जा त्यहाँ एकदम बब्बाल छ सिन चाहिँ साथीहरु उहु मैले भनेको नि कन्यामको जस्तो छैन भनेर साथीहरु सम्पूर्णमा दर्शन तपाईहरु सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै नै छु आज चाहिँ म यता माथि लेकतिर पञ्चमीतिर घुम्नु आएको छु घुम्नु भन्दा नि काम थियो र त्यतिकैमा बाटो जाने क्रममा पञ्चमी जाने क्रममा हामी यहाँनिर बाटोमा साकेला पार्क भन्ने ठाउँमा आइरहेको छु साथीहरु एकदमै दामी रहेछ यहाँ चाहिँ भ्यू पनि दामी नै छ भान्जारामा आएको भान्जा यहाँ छ अनि यो चाहिँ साकेला पार्क रहेछ दामी छ बब्बाल वरिपरिको सिन यस्तो छ साथीहरु देख्न सक्नुहुन्छ उ पर चिया बगान छ अहिले हामी त्यहाँ पनि जानेछौँ गोल ग्राउन्ड पनि रहेछ यतापट्टि अलिक यो डाँडा डाँडामा पर्दो रहेछ कि त्यही भएर दामी छ यो चाहिँ के भन्छ राईहरूको ओए के भन्छ यो राईहरूको अनि माथिको भ्यू हेर्नुहुन्छ भने चाहिँ यस्तो बबाल छ नि आम्बो म चाहिँ झापामा गर्मी भएर लेकतिर लागेको साथीहरु यता चाहिँ एकदमै जाडो छ ज्याकेट लाउनु भइरहेछ एकदमै दामी छ भ्यूहरु चाहिँ कस्तो भइरहेछ रमाइलो भइरहेछ काका गर्मी हुँदैछ काका ओभर जाडो हुँदैछ यहाँ चाहिँ अलिक घामले हानु फेरि जाडो छ उ पर जाउँ न दामी छ ल साथीहरु हामी चाहिँ अब उ पर चिया बगान दामी देख्यौँ हैन त्यहाँ जाँदैछौँ यस्तै हो जिन्दगीमा घुमडुल गर्नुपर्छ कहिलेकाहीँ के भएको भइरहेछ हौ ए उ पर जाँदैछौँ हामी उ परको चिया बगानमा साथीहरु चिया बगानमा घुम्ने जाँदैछौँ साथीहरु अझै गोल ग्राउन्ड रहेछ यहाँ मेला लाग्नु आँट्यो जस्तो छ पक्कै पनि यहाँनिर डेढाहरू बन्दैछ पहाडतिर चाहिँ यस्तो हुन्छ है पहाडतिर मतलब लेकतिर ऊपर गेट दामी बनाएको रहेछ गर्मीमा यस्तो दामी भइरहेछ नि यहाँनिर अब्बो यहाँ मेला लाग्नु आँटेको रहेछ के मेला लाग्नु आँटेको थाहा छैन किनभने यो बनाइरहेछ नि त पहाडमा त यस्तरी बनाउँछ 2-3 दिन अगाडि नै ठुलै मेला लाग्ला आएको जस्तो यहाँनिर कुन फुल हौ ल साथीहरु अघि मैले परबाट पार्क यहाँबाट त देखिँदैन हुसे लाग्यो अघि एकैछिन परबाट देखाएको ठाउँमा आइपुग्यो होइन पार्कमा यहाँ त पार्क भन्दा पनि सुटिङ गर्दैछ यहाँ चाहिँ यस्तो बबाल छ नि घुम्ने ठाउँै रहेछ यहाँनिर साथीहरु ए यहाँ चाहिँ खासै केही त रहेन रहेछ यसै बस्ने ठाउँ उता जाउँ न त्यहाँ छ जस्तो छ त्यहाँनिर बब्बाल रहेछ यताबाट के छ थाहा छैन हामी जाँदैछौँ कहाँसम्म पुगिन्छ खासै यहाँ त के रहेन रहेछ बिचमा बस्ने ठाउँ आन्टीहरू आइराख्नु छ बसिराख्नुपर्छ पर त च्यान छ जस्तो छ त केटा चिया हौ ए त्यो त खै के हो के छ पर जाउँ न होइन च्यान छ जस्तो छ कसको म्यासेज आउँछ हौ बब्बाल छ साथीहरु बब्बाल साथीहरु अहिले चाहिँ हामी अघि घुमेको ठाउँबाट पनि यता आइसक्यौँ यता कता आयौँ थाहा छैन यो ठाउँ कहाँ हो तर जस मौसम चाहिँ बब्बाल छ ओए 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 जान्छ है ख्याल ख्यालमा रेला नि
यस्तो बबाल छ मौसम चिसो आनन्द झापातिर गर्मी होला यतातिर चाहिँ बबालै छ ओ अहिलेको अहिले हेर्नु न तल केही नै छोड बब्बाल छ बब्बा साथीहरू हामी खोज्दै घुम्दै आउँदाखेरि धेरै नै ठाउँ घुमिसक्यौँ यहाँ हाम्रो फागुनन्द को मूर्ति पनि रहेछ मन्दिर रहेछ यहाँनिर चाहिँ है थाहा थिएन यहाँनिर घुम्दै आउने क्रममा यसो लोकेसन पाइयो अनि यहाँको आज कुदेकै छौँ साथीहरू अहिले चाहिँ हामी ट्याक्कै माङमालुङ अस्ति चाहिँ परबाट पसेको थियौँ अहिले चाहिँ यता गेटबाट यताबाट आएको यता एउटा पस्यौँ यस्तो छ बाटो चाहिँ यतापट्टिबाट यस्तो रहेछ यहाँ चाहिँ रहर गरिहाल्यो ल्याइहालेको रहर गर्छ त यसो धार्मिक ठाउँ पनि हेरोस् भनेर हेर्नु न कस्तो घना जङ्गल छ भने नि यहाँ त अबि डरै लाग्दै एक्लै आयो भने त मरिन्छ यार हामी यसो एकछिन घुमघाम गर्छौँ है कपाल चाहिँ अलिक बिग्रिएर आयो होला हेलमेटले गर्दा बाइक कुदाउँदा चिसो लागिसक्यो कस्तो लागिरहेछ यो चाहिँ दिनभरि ढोका रुममा बस्ने मान्छे हो क्या यो रुमबाट निस्किने ननिस्किने मजा लाग्यो अरे फेरि आउने मौका पाइस् भने आउँछेस् किन यो ठाउँ त म त जति आयो त्यति राम्रो लाग्छ के भन्नु अस्ति पनि आएको थिएँ तपाईँहरूलाई देखाएँ कान्छी औँलाले हल्लिने ढुङ्गा है तर अस्ति चाहिँ उताबाट पसेको थियौँ अस्ति हामी यहाँसम्म आएको थियौँ यार यहाँसम्म होला खै कहाँबाट उताबाट यहाँसम्म आएको थियौँ उताबाट नजिक पर्छ क्या एकैटा यहाँबाट भन्दा नि उता यस्तो गयो होइन साथीहरू माथि म फेरि देखाउँछु तपाईँहरूलाई अब हामी एकदम जङ्गलको बिचौबिच छौँ अलिक छिटै नै अहिले फर्केर फेरि यहाँ आउनुपर्छ हेर्नु सक्नुहुन्छ कति अँध्यारो छ यो अँध्यारो भरे हुस्से लाटा मौसम चाहिँ साथीहरू एकैछिनमा होइन चेन्ज भइरहेको छ घरि हुस्से लाग्छ घरि घाम लाग्छ होइन अहिले चाहिँ 3 बज्नु आँटेछ खोइ आज झापा पुगिँदैन त अस्ति पनि यतिखेर यहाँ थियौँ हामी यो चाहिँ मैले तपाईँहरूलाई अस्ति पनि देखाएको थिएँ यस्तो घना जङ्गल छ होइन यस्तो घना जङ्गल छ मान्छेहरू पनि त्यति हुँदैन यहाँनिर दिउँसोतिर हुन्छ होला नयाँ वर्षतिर घुम्नु आउँछ होला एकदमै घना जङ्गल छ घना यस्तै छ यहाँको मौसम वातावरण गर्मीमा चाहिँ एकदम ठिक हुन्छ यहाँ माथि आउनु घुम्नु आउनु दामी हुन्छ दुईचोटि आइसक्यो हिजो अस्ति भर्खर आएको होइन संजोगले जुराएपछि यस्तै हो संजोगले भेटाएको आया फोनै झर्ने झर साथीहरू मन्दिर आइपुग्नु आँट्यौँ हामी चाहिँ यहाँको अब यस्तै छ नजारा चाहिँ बब्बाल लाग्छ क्या मलाई यो ठाउँ चाहिँ एकदमै बब्बाल लाग्छ शान्ति छ होइन फुल एक्लै चाहिँ आउनु डर लाग्छ डर मात्रै हुन्छ क्या यस्तो जङ्गल छ होइन केही देखिँदैन हुस्से लागेर हेर्नु यस्तो हुस्से लाग्छ फोनमा यतिको उज्यालो देखे पनि रियलमा चाहिँ अँध्यारो छ क्या घना जङ्गल मान्छे घुम्नेहरू पनि खासै भेटिँदैन पहिला त आउँथ्यो खै आजभोलि त अस्ति आउँदा पनि भेटिनँ मान्छे त्यति अहिले आउँदा नि भेटेको थिइनँ अघि एकजना बाजे तल भेटिरहेको थिएँ त्यही हो अस्ति सहदेवसँग आएको थिएँ अहिले भान्जासँग भान्जा बाबु हेलो इच्छा पुरा भएन ल साथीहरू हल्लिन्छ है लु
यहाँ लाखौँजना मान्छे आएर पठाउनु खोज्दा पनि सकेन त्यो जम्मै बाघले पिसी खाइसकेको थियो कहाँबाट बाघ उठेर आएर 12 त ड्रप होइन च्याप्पै पक्रेन आन्द्रा बुढी कच्चा कुची खाइदिइहाल्यो त्यस्तो रेला गर्नु हुँदैन हामी त सत्यमा सम्झेर आएको भगवान्ले हेरिरहेको हुन्छ एउटै अम्लाले हल्लिन्छ बाघ गरेर आएर खाइहाल्यो अरे डडक बाघले त पछारिहाल्छ यो गुहा नाकको बुट्टा दुलो उताबाट ढुङ्गा चाहिँ खै यता कहाँनिर चेप्टो ढुङ्गा थियो त होइन होला हो त्यो ढुङ्गा चाहिँ खै पहिला साथीहरू यहाँ चाहिँ यस्तै छ है यहाँ पूजा गर्ने ठाउँहरू छ होइन यस्तै छ एकदम बबाल घना जङ्गल 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 घना जङ्गल छ बबाल ढाडु यस्तै रहेछ जिन्दगीमा उपर नि बाटो छ यता र अब चाहिँ हामी घर फर्किने बेला आउनु आँट्यो अब हामी घर फर्किनेछौँ ल ब्याक यहाँ बाजे पनि भेट्यौँ एकजना पूजा गर्नु हुँदैछ namsing lasing ito yang sa pasok ito ito mo to kerek petang di kita bang ut langsung baru kisno lo ल साथीहरू हामी चाहिँ अब फर्किँदैछौँ फर्किने क्रममा यो यहाँ माथि पनि पूजा गर्ने ठाउँ रहेछ सिडी छ अब हामी चाहिँ जान्छौँ माथि चढ्दा हामी माथि चढ्छौँ पूजा गर्नु साथीहरू हातहरीको कत्रो ठाडो हो सिडी पनि है साथीहरू माङमालुङको भ्यू यस्तो छ चियाबारी चाहिँ यस्तो रहेछ अस्ति आउनु पाइनँ यहाँ बस्ने ठाउँहरू पनि रहेछ बाइक त्यहाँ भान्जा त्यहाँ एकदम बब्बाल छ सिन चाहिँ साथीहरू मैले भनेको नि कन्यामको जस्तो छैन भनेर साथीहरू घुमघाम गरेर पनि आइसक्यो सबै ठाउँ घुमियो पूजा पनि गरियो है ढोगियो अघि चाहिँ यहाँनिर एकदम हुस्से लागिरहेको थियो नि अहिले खुल्ला छ मौसम यस्तो घना जङ्गल पूजासुजा गरेर सबै गरेर आइसक्यो घुमियो नि पूजा पनि गरियो होइन र आजको लागि भ्लग यति नै के कस्तो भयो होला भिडियो कमेन्ट गरिदिनु होला सजेसन गरिदिनु होला के कस्तो कहीँ बोल्दै जाँदा कहीँ कतै गल्ती भए क्षमा प्रार्थी छु म माफ गरिदिनु होला अब हामी फेरि नेक्स्ट भिडियोमा भेट्नेछौँ आजको लागि हाम्रो गन्तव्य यति नै हो योभन्दा टाढो जाँदैन अब सरासर घर जाने हो ल लेट्स मुभ टाटा बाई बाई गाइस टाटा बाई बाई ओइ बाई भन यता हेर न के भन्नु चाहन्छस् कस्तो लाग्यो ठाउँ अलिकति यता एकदमै राम्रो छ घरिघरि घुम्नु पनि गर्छ एकदमै शान्त जग्गा छ ल टाटा बाई बाई गुड नाइट के कस्तो लाग्यो कमेन्ट गरिदिनु होला लाइक सेयर सब्सक्राइब हानिदिनु होला तपाईँहरू नयाँ हुनुहुन्छ नि मेरो भिडियोमा र मेरो च्यानललाई एकदम सपोर्ट गरिदिनु होला सबैजनाले साथीहरू त केही भन्दैनस् मामाको च्यानललाई अरूलाई गर्नु लाउँदैनस् गुड ल बाई बाई टाटा